यही मिति 2083 साल भाद्र 10 गते आएको बाढीले नेपालमा आएको यस दुःखद विपत्तिले मन अत्यन्तै दुखी बनाएको छ। यस घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली। घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै तपाईले इन्डियामा बसेर पनि यो विपत्तिमा इन्डियाको गुगल पे फोन पेबाट पनि तपाईले सहयोग गर्न चाहेको खण्डमा सहयोग गर्न सक्नुहुनेछ। सहयोग गर्नको लागि नेपाल सरकारले घोषणा गरिसकेको छ। तपाईले कुनै पनि व्यक्तिगत एकाउन्टमा पैसा नपठाउन आग्रह गरेको छ। त्यसैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तपाईले डाइरेक्ट इन्डियाको गुगल पे र फोन पेबाट सहयोग गर्न सक्नुहुनेछ। सहयोग कसरी गर्ने आजको भिडियोमा जानकारी दिनेछु। यदि तपाई सहयोग गर्न चाहनुहुन्छ भने आजको भिडियो हेरेर इन्डियामा बसेर पनि तपाईले यो विपदको घडीमा आफ्नो सक्दो सहयोग गर्न सक्नुहुनेछ। सहयोग गर्नको लागि तपाईले आफ्नो मोबाइलमा रहेको गुगल पे अथवा फोन पेलाई ओपन गर्नुहोला। मैले यहाँनिर फोन पे ओपन गरेको छु। तपाईले गुगल पे फोन पे जे युज गर्नुहुन्छ त्यो एपलाई ओपन गर्नुहोला। यदि तपाईले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गर्न चाहनुहुन्छ इन्डियाबाट भने तपाईले युपिआई इन्टरनेशनल भने एक्टिभ गरेको हुनुपर्ने हुन्छ। युपिआई इन्टरनेशनल एक्टिभ कसरी गर्ने भनेर मैले अस्तिको भिडियोमा जानकारी दिएको छु। यदि तपाईले युपिआई इन्टरनेशनल एक्टिभ गर्नु भएको छैन भने त्यो भिडियो हेरेर तपाईले युपिआई इन्टरनेशनल एक्टिभ गर्नुहोला। युपिआई इन्टरनेशनल एक्टिभ गर्नको लागि भिडियोको एन्ड स्क्रिन र डिस्क्रिप्सनमा दिएको भिडियो हेर्नुहोला र तपाईले युपिआई इन्टरनेशनल एक्टिभ गरिसकेपछि अब तपाईले यहाँनिर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको यो स्क्यानरमा सहयोग गर्न चाहेको खण्डमा सहयोग गर्न सक्नुहुनेछ। यहाँनिर मैले स्क्यानर राखिदिएको छु। यो स्क्रिनशट लगेर तपाईले सजिलै स्क्यान गरेर इन्डियाबाट पनि तपाईले पे गर्न सक्नुहुनेछ। अब इन्डियाबाटै तपाईले पे गर्नको लागि आफ्नो मोबाइलमा रहेको स्क्यानरलाई ओपन गर्नुहोला। स्क्यानरलाई ओपन गरिसकेपछि यहाँनिर तपाईले यदि ग्यालरीबाट फोटो स्क्यानर उठाउनुहुन्छ भने तपाईले सम्पूर्ण डिटेल्स यहाँनिर राख्नसम्म आउने हुन्छ। एक्जाम्पलको लागि यहाँनिर मैले 100 रुपीज राखे र यहाँनिर प्रोसिड पेमा क्लिक गरिसकेपछि यहाँनिर लास्टमा यु क्यान नट स्क्यान ग्यालरी इमेज टु मेक दिस पेमेन्ट भनेको छ। तपाईले आफ्नो मोबाइलमा रहेको स्क्यानरमा पैसा पठाउन सक्नुहुन्न। त्यसकारण तपाईले यो स्क्यानरलाई अलग मोबाइलमा राख्नुपर्ने हुन्छ र तपाईले अलग मोबाइलबाट स्क्यान गर्नुपर्ने हुन्छ। अब त्यसको लागि मैले यहाँनिर एउटा अलग मोबाइल लिएको छु। यसमा स्क्यानर राखेको छु र त्यसबाट स्क्यान गर्दा जान्छ कि जाँदैन भनेर अब तपाईहरुमा देखाउने छु। अब यहाँनिर मैले ब्याक गरेर यहाँनिर अर्को मोबाइलबाट स्क्यान गर्न गइरहेको छु। यहाँनिर अर्को मोबाइलबाट स्क्यान गर्दा यहाँनिर तपाईले अब सजिलै यहाँनिर पे गर्दा तपाईले सजिलै पे गर्न सक्नुहुनेछ। यहाँनिर तपाईले आफ्नो सक्दो सहयोग जति सक्नुहुन्छ त्यति सहयोग गर्न सक्नुहुनेछ। यो च्यानल भने कुनै न्यूज च्यानल भने होइन, तर देशमा आएको विपत्तिलाई देखेर आज यस्तो भिडियो बनाएको छु। तपाईहरुले पनि सक्दो सहयोग गर्नुहोला र सहयोग नगरे पनि भिडियोलाई शेयर गरेर सहयोगी मनहरुका पुर्याउन सहयोग गर्नुहोला भन्दै छुट्टिन चाहन्छु। हस्त, धन्यवाद।